पिएचडी गरिसकेपछि फिनल्यान्डमा क्लिनर बन्न सकिन्छ भन्दाखेरि तपाईँ मेरो कुरा पत्याउनुहुन्न है। पिएचडी गरेको मान्छेले पनि क्लिनर बन्ने हो र, क्लिनिकको प्रोफेसन गर्ने हो र? तर फिनल्यान्डमा क्लिनरहरूमा पनि पिएचडी होल्डरहरू छन् क्या, म्याक्सिमम छन् है, एउटा सर्भेले देखाएको छ। र अहिले पनि 1500 पिएचडी होल्डर रिसर्च गरेका व्यक्तिहरू अहिले पनि टी अफिसमा गएर मलाई काम दे भनिरहेछन् है। यो ट्रुथ हो। म एउटा रियालिटी के छ नि साथीहरू, जतिखेर फिनल्यान्डको लागि हामी प्रोसेस गरिरहेको हुन्छौँ नि होइन, या हाम्रो भिसा आइसकेपछि जब अब हामी होइन 10 दिन 15 दिन पछि हाम्रो फ्लाइट हुन्छ र त्यसपछि हामी त्यो डेट काउन्ट गर्दै बसिरहेको हुन्छौँ, ओहो अब फिनल्यान्ड गइन्छ होइन। त्यसपछि अब फिनल्यान्डको लागि जब हामी प्लानिङ गर्छौँ नि, अनि अब फ्यामिलीहरूलाई कन्भिन्स गर्नुपर्ने हुन्छ है। त्यसपछि साथीहरूले सोध्यो भने कस्तो छ त बाबु फिनल्यान्ड, कहाँ जान लागेको भन्दाखेरि, ए तपाईँलाई थाहा छैन म त फिनल्यान्ड जाँदैछु नि। हो र, फिनल्यान्ड मैले त सुनेकै छैन बाबु, फिनल्यान्ड भनेको कहाँ हो? फिनल्यान्ड भनेको युरोपमा हो, युरोपमा। अनि थाहा छ नि तपाईँलाई, फिनल्यान्ड भनेको वर्ल्डको सबैभन्दा ह्याप्पिएस्ट कन्ट्री हो नि। 7 वर्षदेखि कन्टिन्यू ऱ्याङ्क नम्बर 1 हो भन्ने कुरा गर्छौँ हामी होइन। त्यसपछि अरू फिनल्यान्डको बारेमा होइन अब तारिफ गर्नु पर्दाखेरि अब दिनु पर्यो नि त त्यतिखेर फिनल्यान्डको हावापानी भनेको नि वर्ल्डकै सबभन्दा प्योर हो क्या, एकदमै गजब छ क्या त्यहाँको हावापानी, अनि एकदम सेफ छ क्या, इयुको एकदमै सेफ कन्ट्री हो भन्ने कुरा आउँछ। अनि कति कमाइन्छ नि, ए कमाउनु त छोड्नु न, सकिन्छ होइन, सबै थोक केही नभए पनि 500 युरो त बचाउँला नि, धेरैको कुरै छोड्नु होइन, 500 युरो बचाउँला नि। 500 युरोलाई ल सहीले कन्भर्ट गर्दा पनि होइन, अहिलेको कुरै छोडिदिनु, 145 चलिरहेछ है, कति चलिरहेछ, 150 चलिरहेछ, त्यसको कुरै छोड्नु, त्यो पनि 50,000 त इजिली पठाउँछु म भन्ने कुरा हुन्छ। जब त्यहाँदेखि हामी फ्लाइट समात्छौँ र यहाँ ल्यान्ड हुन्छौँ है, ल्यान्ड भइसकेपछि जब 3, 4, 5 महिना बित्छ नि, त्यसपछि कुनै साथीले फोन गरेर सोद्धाखेरि ओइ कस्तो छ फिनल्यान्ड भन्दै कुराखेरि, म त आइसकेँ यार, त चाहिँ नआउनु भन्छ क्या। लु किन नि, त गइस्, हामीलाई किन नआउनु भने, ए जबको प्रब्लम छ यार, एकदमै जबको प्रब्लम छ। त्यसपछि रियल कुराहरू निस्किन्छ है। अब जस्तै रियल कुराहरू कस्तो, इयुको युरोपियन युनियनको सबैभन्दा बढी अनइम्प्लोइमेन्ट भएको कन्ट्री फिनल्यान्ड अरे, सबैभन्दा धेरै पिएचडी होल्डर बेरोजगार बसेका देश फिनल्यान्ड अरे, स्टुडेन्टहरूको लागि जबै नपाउने देश फिनल्यान्ड, सबैभन्दा बढी पिएचडी होल्डरहरू जसले क्लिनिङको काम गर्छ त्यो फिनल्यान्ड, स्टुडेन्टहरूको सेभिङ नै नहुने कन्ट्री फिनल्यान्ड। अस्ति भर्खर मैले तपाईँहरूसँग एउटा न्युज सेयर गरेको थिएँ है, यहाँको एउटा न्युज पेपरले निकालेको थियो त्यो न्युज। यहाँको अनइम्प्लोइमेन्ट जुन रेट छ नि त्यो 10 हिट गरिसकेको छ, 10% भइसकेको छ भन्ने कुरा थियो, र फिनल्यान्ड भनेको यसमा नम्बर 1 छ कुरा गरेको थियो। आज तपाईँहरूको समक्ष अर्को एउटा म गुड न्युज लिएर आएको छु है। अर्को चाहिँ तपाईँहरूलाई थाहा छ, फिनल्यान्ड भनेको एउटा यस्तो कन्ट्री हो जहाँ सबैभन्दा बढी पिएचडी होल्डरहरूले क्लिनिङको काम गर्छ क्या। पत्याउनु भएन होला है होइन, तर यस दिस इज द फ्याक्ट। सबैभन्दा बढी पिएचडी होल्डरहरूले क्लिनिङको काम गर्छ, र तिनीहरूलाई सोध्यो भने तपाईँ कति पढ्नु भएको छ भन्दा पिएचडी गरेको छु भन्छन्, के गर्नुहुन्छ, क्लिनिङ काम गर्छु भन्नुहुन्छ। र यो रियल हो क्या, यो रियालिटी हो। त्यो सँगसँगै अर्को तपाईँलाई म एउटा न्युज देखाउँछु है आज। यो भनेको पनि एकदमै ट्रेन्डिङको न्युज छ। एक्चुअली फिनल्यान्डसँग अहिले 1500 जना जति छन् जुन पिएचडी होल्डरहरू हुन् है। उहाँहरूले म चाहिँ बेरोजगार भए, मसँग जब छैन, मलाई जब चाहिन्छ भनेर अनइम्प्लोइमेन्ट अफिसलाई रजिस्टर गरेका छन् क्या है। अनइम्प्लोइमेन्ट अफिस जसलाई हामी टी अफिस भन्छौँ होइन, त्यो अफिसलाई एकदमै गाह्रो भएको छ कि पिएचडी होल्डरलाई कहाँ गएर जब लाउने क्या, कुन ठाउँमा लाउने क्या। त्यो मान्छेले पनि एकचोटि क्लिनिङ जबमा लगाउने हो कि कता लगाउने भनेर टी अफिसलाई पनि गाह्रो भएछ क्या, एकदम धौधौ परेको छ। कसरी हो यिनीहरूलाई जब दिने भन्ने कुरा। 1500 छन्, 1500 पिएचडी होल्डर, रिसर्चहरू गएर बसिसकेका क्या, एक्सपर्टहरू क्या। तिनीहरू भने अहिले बेरोजगार बसिरहेछन् र एकदमै धौधौ भएको छ टी अफिसलाई। तिनीहरूलाई कहाँ सेटल गर्ने हो क्या, कुन ठाउँमा सेटल गर्ने हो क्या, कसरी सेटल गर्ने हो क्या भने। अब तपाईँहरू फिनल्यान्ड आउँदाखेरि है, फिनल्यान्ड आउँदाखेरि प्यारेन्ट्सले, फ्यामिलीले, साथीहरूले सोध्यो भने वर्ल्डको ह्याप्पिएस्ट कन्ट्री त भन्नु होला, यो रियल पनि हो, हावापानी साँच्चीकै राम्रो पनि छ। तर त्यो सँगसँगै के जोड्नु होला भन्दाखेरि
जाने बित्तिकै पैसा पठाउन सकिँदैन। आफ्नो कलेज फी पनि इफ मैले पे गरिहाल्यो भने धेरै ठुलो कुरा हो होइन। जबको एकदमै प्रब्लम छ, त्यहाँका आफ्नै नागरिकहरूले पाइरहेको छैनन्। ल्याङ्ग्वेज च्यालेन्जिङ छ, थर्ड प्रायोरिटीको ल्याङ्ग्वेज हो यो इङ्ग्लिस पनि होइन, फिनिस छ, स्विडिस छ, त्यसपछि यो छ। 5-6-7 महिना त यहाँको पैसाले नै हामी बस्नुपर्ने हुन्छ है, सबै थोक म्यानेज गर्नुपर्ने हुन्छ। बिस्तारै कुनै जब पाएपछि अब आफ्नो जोड्छु होला, त्यसपछि केही इन्कम हुन्छ कि भन्ने कुरा हो होइन। लङ टर्मको प्लानिङ लिएर जाँदैछु भन्ने कुरा गर्नु होला है। त्यसरी एक्ज्याक्ट होइन, एउटा दुईवटा पोजिटिभ पोइन्ट जुन छ नि, किनभने अहिले तपाईँ त्यहाँ फिनल्यान्डको बारेमा सर्च गर्नुभयो भने युट्युबमा वर्ल्ड ह्याप्पिएस्ट कन्ट्री भनेर मात्रै आउँछ क्या, वर्ल्ड ह्याप्पिएस्ट कन्ट्री। तर इयुको पनि सबैभन्दा बेरोजगार कन्ट्री भनेर कहिले आउने हो, त्यो पनि आउनुपर्छ क्या, योसँग यो पनि थाहा भएको हुनुपर्छ क्या। अनि अनइम्प्लोइमेन्ट गभर्मेन्टले दिन्छ भन्ने कुरा हो कि, अरे बाबा गभर्मेन्टसँग हुनु पर्यो नि त, अन्त गभर्मेन्टले दिन्छ नि, त्यसले पनि रुल रेगुलेसन चेन्ज गरेकै छ क्या। 2 महिना 3 महिना पछि गइरहेछन् तिनीहरूले। अब ब्याचलर तपाईँको स्पाउस चाहिँ ब्याचलर होल्डर छ भने त्यसपछि पाउनुहुन्छ। बी पर्मिटलाई त झन् अहिले, ए पर्मिटलाई त ठिक छ ल, बी पर्मिटलाई तपाईँहरूलाई थाहा छ यहाँको बस कार्डमा डिस्काउन्ट पाइँदैन, पुलिस कार्ड यहाँको पाइँदैन, यहाँको स्टुडेन्ट अपार्टमेन्ट यहाँ पाइँदैन, डिस्काउन्टहरू पाइँदैन, यो कुराहरू पनि छ क्या। त्यही भएर तपाईँ कुन भिसामा जाँदै हुनुहुन्छ, तपाईँको ए क्याटेगोरीको हो कि बी क्याटेगोरीको हो, त्यो पनि एकदमै सोच्नु होला क्या तपाईँ त्यतिखेर। बी क्याटेगोरीहरूलाई धेरै चिजबाट यहाँ बेनिफिट चाहिँ पाइँदैन क्या है, त्यो चिजहरू छन् होइन। त्यही भएर हल्का रिसर्च गर्नु होला। अनि जुन फ्याक्ट हो नि, फ्याक्ट पनि बुझेर नै आउनु होला क्या। र आफ्ना फ्यामिलीहरूलाई पनि यस्तो यस्तो छ भन्ने कुरा पनि, युरोपकै कन्ट्री हो फिनल्यान्ड पनि है, राम्रो छ यस्तो क्या। फिनल्यान्ड भनेको लङ टर्मको लागि राम्रो हो क्या, तपाईँको फ्युचरको लागि राम्रो हो क्या। तपाईँले सुरुमा एकदमै स्ट्रगल गर्नुपर्ने हुन्छ, तर लङ टाइमको लागि सोच्नुहुन्छ भने ल तपाईँको पछि फ्यामिलीहरूलाई होइन, बालबच्चाहरू यताउता, पछि म ब्याचलरहरू कम्प्लिट गरिसकेपछि त्यसपछि जबमा छिर्छु भन्ने कुराहरू प्लानिङ गर्दै हुनुहुन्छ भने ठिक छ, बेटर हो। तर अस्ट्रेलियाको दृष्टिकोणले नआउनु होला, म जहिले पनि भन्छु तपाईँहरूलाई, पहिलेदेखि भनेर आउँछु है। र आउँदाखेरि केही एक्सपेन्स लिएर आउनु होला 5-6 महिनाको लागि आफूलाई पुग्ने गरी है, किनभने यहाँ यो यस्तो कन्ट्री हो जहाँ पिएचडी होल्डरले पनि क्लिनिङ गर्ने काम गर्छ साथी हो। र 1500 यहाँ पिएचडी होल्डरहरू छन् जसलाई जब चाहियो भनेर टी अफिस दौडिरहेछन्। त्यो पनि माइन्ड सेटअप गरेर आउनु होला है त। अनि कस्तो लाग्यो त मेरो गुड न्युज? किप वाचिङ है।